हेलो एभ्रिवान आफ्टर लङ टाइम है मेरो रिसेन्ट भिडियोजमा जापान टु अस्ट्रेलियाको भिडियो बनाइराख्दाखेरि धेरैजना मान्छेहरूले मलाई क्वेसन गरिराख्नु भएको थियो। त्यो क्वेसन्सहरू चाहिँ समग्रमा आज यो भिडियो मार्फत दिने जमर्को गरिरहेको छु है त। सो फर्स्ट थिङ, कुन कन्सल्टेन्सीबाट तपाईँले एप्लाई गर्नुभएको? सो मैले एप्लाई गरेको कन्सल्टेन्सी चाहिँ ग्लोबल रिच चितवन ब्रान्च र मलाई कोअर्डिनेट गर्ने कोअर्डिनेटर चाहिँ दृष्टि म्याम हुनुहुन्थ्यो। मेरो केसमा चाहिँ आई एम 100% ह्याप्पी विथ देयर सर्भिस। सो सेकेन्ड अफ अल, मेरो कति स्टडी ग्यापमा पनि भिजा आएको थियो भन्ने कुरामा मेरो चाहिँ 13 इयर्सको स्टडी ग्यापमा पनि भिजा आएको थियो। थर्ड, एज। मेरो एज सेक्युरिटी रिजन्सले अलिकति सेयर नगरिहालौँ होला, तर मैले यति भन्न सक्छु कि मेरो एसएलसी चाहिँ 2057 को। सो अनुमान लगाउनुहोस् मेरो एज कति भयो होला भनेर। र लास्टली एकदम इम्पोर्टेन्ट क्वेसन चाहिँ दाइ हामी चाहिँ नेपालै जानुपर्छ र गर्नका लागि भनेको क्वेसनमा हुँदाखेरि चाहिँ यो चाहिँ म तपाईँलाई चाहिँ के भन्दा कन्सल्टेन्सीसँग सल्लाह गर्नुहोस्, नजानुपर्ने सिचुएसन पनि हुनसक्छ। तर बायोमेट्रिक्सहरू गर्नलाई चाहिँ हामीले कि त नेपाल कि नभए साउथ कोरिया, जापानबाट नजिक भएको साउथ कोरियामा तपाईँले गएर चाहिँ त्यो चाहिँ गर्नुपर्ने हुन्छ है त। सो तपाईँले चाहिँ मसँग फर्दर कुरा गर्न चाहनुहुन्छ टेक्स्ट मार्फतबाट अथवा कल मार्फतबाट भने चाहिँ यु क्यान कन्ट्याक्ट मी इन माई इन्स्टाग्राम एकाउन्ट। र मेरो एकाउन्ट चाहिँ यस प्रकारको छ, बायोमा गएर यहाँबाट पनि तपाईँले चाहिँ इजिली एक्सेस गर्न सक्नुहुनेछ। सो आजलाई यति नै। Have a good day and thank you for watching this video.